चाहिँ निकै माथि नै आइपुग्यो है। अन्त यहाँ चाहिँ एउटा उकाली ओह्राली बिसाउने एउटा चौतारी छ यहाँ चाहिँ है। एउटा सानसानो भ्यू पोइन्ट पनि हो यहाँबाट। यो चाहिँ एउटा बिसाउने जग्गा यहाँ चाहिँ। यहाँबाट चाहिँ तलको नतिजा देख्न सकिन्छ है पारिपट्टि। यो चाहिँ भ्यू पोइन्ट यस्तो खालको बाटो छ है। यो चाहिँ फेरि हाम्रो जुमको टर्निङ भन्दा पनि खतरा टर्निङ हो यो चाहिँ फेरि। हेर्नुहोस् त हो, अलिकति 2 पाइला हिँड्यो टर्निङ आइहाल्छ, 2 पाइला हिँड्यो टर्निङ आइहाल्छ हो। यो एकदम ठुलो जङ्गल छ यहाँनिर। यो माथि उकालो माथि नै निक्लिनुपर्छ अब यो माथिबाट। बाटो चाहिँ यही हो सुरु भएको अब ल। यहाँबाट चाहिँ अब यस्तो खालको बाटो जान्छ। यो सर्टकट हो एक्चुअली। यो चाहिँ अब बाख्राहरू चर्ने है त्यस्तो जग्गा हो यो चाहिँ। अलिअलि मान्छे नि हिँड्छ हिँड्न दुःख सुख। अन्त यो चाहिँ अलिकति सर्टकट पर्छ माथि निस्किनु हो। अन्त यस्तो खालको बाटोबाट चाहिँ निस्केर जानुपर्छ। यहाँ तल रोड चाहिँ अब यो रोड हो। रोड चाहिँ उता जाँदै थियो तर त्यो चाहिँ लामो बाटो पर्छ भनेर चाहिँ म चाहिँ यहाँबाट आउँदैछु। यहाँबाट उँभो आएर चाहिँ यस्तो बाटोबाट है निस्किनुपर्छ माथि। यो बाख्राहरू हिँडेर होला बाटो अलिकति बिग्रेको रहेछ, नभए बाटो त राम्रै हो त्यो त। अब हाम्रोतिर अब हिल एरियामा चाहिँ बाटो प्रायः जस्तो यस्तै हुन्छ हो।